अनि तिमीलाई सबै आउँछ हो? आउँछ, भात पकाउन आउँछ, लुगा धुन आउँछ, मलाई सबै काम गर्न आउँछ। त्यो त मेरो बाउलाई नै आउँछ। खोइ त तिम्रो बाइक। यो के त? हेलमेट भइहाल्यो, हेडलाइट त हालेकै छ, अब त्यो एउटा गियर बाँकी त हो नि। त्यसलाई संशोधन गर्दै गर्दै 1 महिनाभित्रमा फुल बाइक बनाउने योजना छ मेरो हनुमान साउजी। 1 महिनामा त संशोधन होइन, सिधै कबाडीमा बुझाइ भएको नि। तेरो बन्दुक ठिक ठाउँमा छ त? ठाउँमै छ। पोजिसन! उता! कमले हामीले यही छोडेर गएको थियो सर। बच्चालाई म हेर्छु भनेको थियो। कहाँ गयो होला त? ए मुद्दो गयो होला सर। अनि कमलले मुद्दा गएको भए बच्चा चाहिँ खोइ त? बच्चालाई पनि मुद्दामा लाग्यो होला सर। निक्ली बाहिर। केटी माग्न गएको, काल माग्न गएको भयो यार। हामी पनि बेकार डरेर भने बन्दुक छ भन्दैमा त्यसले पड्काइहाल्नु सक्छ। निस्की है निस्की। कहाँ छस् त स्याल? भड्काएन तेरा बाउले? बल गर साइली, बल गर, जोड लगाऊ। ऐसे गधालाई त नि म मारिन छु। गधा भन, घोडा भन, हात्ती, उँट जे भन्न मन लाग्छ भन, तर पाउन चाहिँ मान्छे पाऊ है साइली। अच्छा। यहाँलाई हार्दिक स्वागत छ। आज बिहान अपहरित महिला सुरक्षित रहेको तथा अपहरणकारीहरूले रु 50 लाख मागेको जानकारी प्राप्त भएको छ। रकम बुझाउने स्थान र समयको जानकारीको लागि भोलि बिहानको समाचार बुलेटिन पर्खनुहोला। बाई बाई। अब त चाउ चाउ खाऊ। चाउ चाउ हुत्याउँछ। 50 लाखमा 10 रुपियाँ त्यो चाउ चाउ पनि जोड। ठाउँको ठाउँ नथित न, मैले मात्र कबड्डी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पर्न। निल ल के पनि खा।